हेलो जुजुलोपा साथीहरू, आज चाहिँ हामी दिउँसोको खाजामा पानीपुरी खाइरहेको छौँ। साथीहरू, उहाँ हुनुहुन्छ मेरो मम्मी अनि मेरो बहिनी रेशमा श्रेष्ठ। अनि मेरो बहिनीको ढङ्ग हेर्नु न साथीहरू, उचाल्ने हिम्मत पनि छैन। खाना चाहिँ कति खान्छे। अनि मैले चाहिँ देखाइरहेको छु आलुको चोखा हो कि आलुको किमा हो भन्दै। अनि कुक पनि देखाउँदैछु। मेरो बहिनीको पारा हेर्नु नि त्यहाँ साथीहरू, आफ्नै पारामा चाहिँ। अनि अमिलो पानी पनि देखाएँ। मैले चाहिँ त्यहाँ अब सोध्दैछु कि अब कति राम्रो बनाएछु नि भन्दै। अनि वाउ गुड भन्दैछु म त्यसपछि। अनि हाम्रो हेर्नु नाटक अब स्टप फेरि अब यहाँ मैले पानीपुरीमा भरेँ किमा। अनि त्यसपछि अब त्यहाँ हेर्नु नि मेरो बहिनीको पारा, मेरो मम्मी बिचरा, मेरो मम्मी चाहिँ बिरामी हुनुहुन्छ कि। अनि खोर्सानी कम्ती हालेर बनाएको नि त मम्मीले नि खान मिल्ने भनेर। अनि त्यसपछि अब हामी यहाँ अब चियर्स गर्दै खान्छौँ। अगाडि फोटो हेर्नु है, हाम्रो फोटो के भन्छ थमेल भन्छ कि के भन्छ। त्यसपछि चियर्स गर्दै खायौँ। तर लास्टै मिठो थियो क्या पानीपुरी। मेरो बहिनी मेरो बहिनीको स्टाइल हेर्नु फेरि। मेरो मम्मी पनि खुसी हुनुभयो। मम्मीले धेरै दिनपछि खानुभयो क्या पिरो हालेको चिजहरू। अनि अब हामी कोक देखाउँदैछु। मम्मीलाई चाहिँ कम्ती दिएको है। अनि अब चियर्स गरेर खाँदैछौँ। चियर्स खाएँ। अब मैले त्यहाँ भनिरहेको छु चिसो कोकसँग पानीपुरी भन्दै मैले भनिरहेको छु। फेरि बहिनीले भर भन्दैछ। अब भर्नु परिहाल्यो अनि महारानीले भनेको टेर्नु परेन। अनि त्यसपछि खानु पाउँदा त लास्ट हाम्रो हँसिलो अनुहार हुन्छ साथीहरू। हो मेरो बहिनी देख्नु नि गफाडी, लास्ट गफाडी चाहिँ।